नमस्कार साथीहरू। आज हामी भिडियोमा कुरा गर्दैछौँ नेपालको हिमाल पहाडीको भूभाग मुस्ताङ जिल्लाको एक ऐतिहासिक सांस्कृतिक धरोहर चराङ दरबारको बारेमा। यो केवल एउटा इँटा माटो ढुङ्गाको संरचना मात्र नभई मुस्ताङको इतिहास र बौद्ध संस्कृति र राजनीतिको विरासत जीवनको साक्षी पनि हो। हामी यही चराङ दरबारको बारेमा र यहाँको संस्कृतिको बारेमा तपाईँलाई डिटेलमा भन्न गइरहेका छौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला। हामी चराङ दरबारको बारेमा तपाईँलाई सम्पूर्ण जानकारी दिनेछौँ। चराङ दरबार मुस्ताङ जिल्लाको चराङ गाउँमा अवस्थित छ। यो गाउँ समुद्री सतहबाट करिब 3560 मिटर उचाइमा रहेको लोमान्थाङ जाने मुख्य मार्गमै पर्छ। चराङ प्राचीन समयदेखि मुस्ताङ राज्यको एक महत्त्वपूर्ण प्रशासनिक र धार्मिक केन्द्र मानिन्थ्यो। चराङ दरबारको निर्माण करिब 15औं शताब्दीतिर भएको मानिन्छ। यसको यथेष्ट अरू प्रमाणहरू छैन। यो भन्दा पनि अगाडि हुन सक्छ, तर अहिलेसम्म चाहिँ 15औं शताब्दीतिर भएको मानिन्छ। यो दरबारको तत्कालीन मुस्ताङका राजाहरूको शीतकालीन दरबार र प्रशासनिक केन्द्रको रूपमा रहेको थियो। लोमान्थाङ जाडोमा अत्यन्त चिसो हुने भएकाले राजाहरू चराङ दरबारमा केही समय बिताउने गर्थे। यसरी चराङ दरबार मुस्ताङ राज्यको राजनीतिक सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको एक दरबारको रूपमा र प्रशासनिक केन्द्रको रूपमा मान्न सकिन्छ र यो एउटा किल्लाको रूपमा पनि परिचित छ। चराङ दरबारको वास्तुकलाको बारेमा। चराङ दरबार माटो ढुङ्गा इँटा र काठ प्रयोग गरेर निर्माण गरिएको परम्परागत हिमाली शैलीको संरचना हो। यसको मोटो पर्खाल, सानो झ्याल र किल्ला जस्तै बनावटले त्यस समयको सुरक्षा र मौसम आवश्यकता झल्काउँछ। दरबार वरिपरि पुराना गोदाम र आँगन र प्रशासनिक कक्षहरू अझै देख्न सकिन्छ। चराङ दरबारसँगै अवस्थित छ चराङ गुम्बा। यो गुम्बा मुस्ताङकै सबैभन्दा पुरानो र ठुलो गुम्बा मध्येको एक हो। गुम्बाभित्र पुराना थाङ्का बौद्ध ग्रन्थहरू र धार्मिक मूर्तिहरू सुरक्षित छन्। यसले देखाउँछ मुस्ताङमा राजनीतिक र धर्म एक अर्कोसँग कसरी गहिरो सम्बन्धसँग जोडिएको छ। चराङ दरबार स्थानीय लोपा समुदायको सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध राख्छ। यहाँ चाडपर्व, पूजापाठ र परम्परागत नृत्य दरबारसँग गुम्बासँग जोडिएको छ। आज पनि स्थानीय बासिन्दाहरू चराङ दरबारलाई आफ्नो पहिचान र गर्वको प्रतीक मान्छन्। समयको प्रभावले चराङ दरबार केही ठाउँमा क्षति पुगेको छ, तर स्थानीय समुदाय र सरकार र संरक्षण संस्थाहरूले यस संरक्षणको लागि प्रयास गरिरहेका छन्। पर्यटन बढेसँगै दरबारप्रति नयाँ चासो पनि बढेको छ, तर संरक्षण पर्यटन बीच सन्तुलन कायम गर्नु अझै ठुलो चुनौती छ। अन्तमा भन्नुपर्दा चराङ दरबार केवल एउटा पुरानो संरचना होइन, यो मुस्ताङको इतिहास, संस्कृति, धर्म र राजनीतिक चेतनाको एउटा अमूल्य धरोहर हो। यदि तपाईँ मुस्ताङ जानुहुन्छ भने चराङ दरबार हेर्नै पर्ने ऐतिहासिक स्थलमध्येको एउटा हो। तपाईँ चराङ दरबारको कुन पक्ष सबैभन्दा रोचक लाग्यो कमेन्ट बक्समा लेख्नुहोला। यदि भिडियो मन पर्यो खण्डमा लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। हामी चराङ दरबारको बारेमा अझै अर्को भिडियो पनि लिएर आउनेछौँ। तबसम्मको लागि जय नेपाल, धन्यवाद।